हेलो एभ्रिवान, यहाँ चाहिँ हाम्रो दादाजी दादा होइन प्रेम दाई सोझो मान्छे सबैलाई धेरै माया हेलो नमस्ते हाम्रो त्यो फेरि त्यस्तो भनेको यो कालो आज जे कुरा नि बिगार्नु नै ल यहाँ हाम्रो चाहिँ यहाँनिर बाइकको टायर पङ्चर भएर यहाँ कालु महाराजले हावा हाल्दै हुनुहुन्छ। पलमानज्यू सबैभन्दा हाम्रो ग्रुपको पलमानज्यूले एकदम चाहिँ हावा हाल्दै हुनुहुन्छ। अर्को वर्ष चाहिँ रेस्लिङमा खेल्न जाने कुरा छ। नेपाली ब्रोसँग चाहिँ ओपन च्यालेन्ज छ अरे हाम्रो कालोजीको। यसरी हात मैले के बाइकले बिचमा ढोकाले लागेको लागिरहेको छ। यहाँ पछाडिको टायर पङ्चर भएको छ। यहाँ बलमा हाल्ने पम्पले हावाले हिँडिरहेको जस्तो छ। काटिन्छ काटिएन भने आधी बाटो फर्किनु पर्ला जस्तो छ। बाटो चाहिँ बबाल है गाइस, बबाल सबै चिप्लो बिहानको चिप्ले गर्दा त्यहीमा है। तर बाटो चाहिँ राइडको लागि चाहिँ एकदम बेटर प्लेस है राइडरज्यू। स्पेसली अझ बिहानको समयमा होइन भन्छ। ओ माई गड, यस्तो नि बाटो हुन्छ। त्यो छ बाटोको हालत एकदम टोटल्ली अफरोडको एडभेन्चर ल्याउनु मन छ भने चाहिँ तपाईँहरूले यो ताङटिङ गाउँको यो माथि खुट्रो डाँडालाई सम्झेर सर्नुहुन्छ। तपाईँले यहाँ त डट बाइकहरूमा त आउँदै नआएको हुन्छ। यति अप्ठ्यारो छ कि नधर न भन्छ टायर हामी दुईचोटि लोडिसक्यौँ है। यति ठुल्ठुला ढुङ्गा छ अनि राइडको मजा लिउनलाई किन मुस्ताङ पुग्नु पर्यो, किन मनाङ जानु पर्यो? यो भन्दा राम्रो रुट पाएपछि ओ माय गॉड इमोसनल ड्यामेज गर्यो त यार।
बादल छ यस्तो नि छ ढुङ्गा लाग्छ के माइजले अड्डाइदिनु भयो मामा त पर्दिन्छ कच्छ त कसैले सिधै मारिरा सिधै ल अब चाहिँ हामी चाहिँ बाइक एक्सचेन्ज गरेको छ अघिसम्म चाहिँ मैले भान्जाको बाइक चलाएको छु अहिले चाहिँ म मेरो आफै चाहिँ बाइक चलाएर हिँडेको छु अहिले चाहिँ हाम्रो कालुमा आफै भान्जाको बाइक चलाएर हिँडेको छ यो बाइकलाई म चलाउनु छु हजुर भन्छ तर कस्तो चलाउँछ अफर अन गरेछु म तर अफर दिएन र टोटल्ली अफर रहेछ बाटो चाहिँ फेरि सिलबाट आयो यहाँ बसेर भान्जालाई आनन्द आला है चलाउने कति सजिलो लाग्यो मलाई त याद त्योभन्दा थियो त होइन यस्तो भगवान् के होइन यो अनि राइडको मजा त है माइ गॉड भन्दा मासाला सिधै आऊ हाम्रो बाइक लुटेको छ यस्तो खाल्टा छ बाटो अनि ब्याग तान भन्छ पछाडि यस्तो ढुङ्गा छ अझै ब्याग तान कसरी जाने हो यहाँ कस्तो चिप्लेको र यार
मजा रहेछ यार। झन् साह्रै छ यार माथि। क्यों ढाड लास्टै भयो कि खुट्टा एक साइडको खुट्टै चलाउन मिलेन। आउनु न आउनु छिटो बाइक उठाउँ अहिले स्टार्ट हुनु गाह्रो मान्छ कि यो तपाईँ हलको बाइक भएर झ्याउ भयो कि धेरै हाइट नपुगेको अवस्था स्कुलको माछाला पावर केही छैन हान्छ एकेले बाइक ल साला कच्चाक्क र मेरो डन्डामा घोडा टेकेर अन्त कच्चाक्क बनाइदिन्छ नि साला। न एक साइडको खुट्टा राम्रोसँग चलाउन मिलेछ। तङ भान्दा माछाले हस्पिटल गइसक्यो त्यस फर्किने यो प्लास्टिक अब साला छिटो के नाश गरौँ चाहिँ त्यो त यस्तोको बाटोको हालत यस्तो छ है। हेर्नु त कसरी हिँड्यो यो बाटोको हालत। ओ माई गड उफ हाय तरिका हाम्रो रोडको हालत यस्तो छ है। हेर्नु त अब हामी पनि एउटा मूर्खै मान्छे। यस्तो छ बाटो अति भन्दा पनि अति एकदम जीवनको पहिलोचोटि यस्तो एक्सपिरियन्स लिएको यार। अफरोड त धेरै ठाउँमा गइयो धेरै ठाउँमा घुम्यो तर यतिको अफरोड बाटो त जीवनमा पहिलोचोटि भेटाएको यार। ओ माई गड यस्तो नि बाटो हुन्छ ज्वरो निकालिसक्यो। हेर्नु त बाटोको हालत। राइडर भनेको कविन्द्र पुन हो राइडर भनेको कालो हो। म जस्तो पावरफुल वाला मान्छे हुनुपर्छ क्या राइडर चका 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 छ हो बाइक स्टार्ट किन आया छिटो आऊ ओ आऊ आऊ नम्बर 1
एकचोटि यो रुट चाहिँ अवश्य ट्रेक गरौँ है। आइज त वास्तवले के त बुढो सुट्यो भइसक्यो मलाई पहिला ल है प्रेम दाइको जबरजस्ती गर्दा म त धान्ने तागतै सक्छु कि यसमा उहाँसम्म लैरे त उतासम्म लैरे त कतै बहिनीहरूसम्म म त चलाएन यो हिमाल देख्दा पनि आनन्द लाग्यो। अनि उहाँसँग लैदिन सिंगल मिल्छ क्या त मजाले भयो म चलान बाटो चाहिँ एकदम मजाको छ है के भन्छ कि दुःख भए पनि हामी चाहिँ आइपुगेर फोटोसोटो खिच्न सुरु भयो है त गाइस। Hello everyone, what's up guys? ल हामी चाहिँ बल्ल यहाँ आइपुग्यो। हिमाललाई चाहिँ हाम्रो उसले ढाकिसक्यो गएर ढिलो आइपुग्यो। यस्तो छ है ठाउँ चाहिँ। अब चाहिँ हामी चाहिँ खाजा खाँदैछौँ। हेर्नुहोस् हाम्रो महाजोडी
अबको ओस्कार अवार्ड चाहिँ यिनीहरूलाई दिनुपर्छ है महाजोडीलाई। वाह तपाईँ साँच्चीकै आशिक हुनुहुँदो रहेछ। यो जमानामा पनि यस्तो माया गर्ने मान्छेहरू छ, त्यसैले त भनिन्छ माया सधैँभरि जीवित हुन्छ भनेर। के गाए ल यो बुहारीको चाहिँ के आएछ एका मिसी गुल्मे जितबहादुरको यो 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 ल बुहारीले जित ल बुहारीले पड्काउने अलिक कसेर अलिक कसेर अलिक कसेर बुढा भनेपछि त कति माया हो यार है। देवर त ढुट्टो क्या देवर त ढुट्टो क्या देवर त दाइले पनि ठोक्ने भाउजूले पनि ठोक्ने भान्जाले पनि ठोक्ने। एकचोटि आयुष अभी मैं गाली नहीं दे सकता। नहीं गाली नहीं देना। फैमिली देखती है, वरना मैं ऐसे गाली दूं ऐसे गाली दूं ना जिंदगी भर याद रखें ये बड़े भाई। यही चोटि आओस् है जितबहादुर जितबहादुरको एकचोटि आओस् तिरेल आयो भने त दुईचोटि हान्न पाउँछ। दुईचोटि हो नि तिरेलमा त दुईचोटि हो। तिरेलमा चाहिँ कस्तो टेन्सन भयो। यस्तो टेन्सन हुँदा पनि बिहोस हुँदिन त के भएको? तिरेलमा चाहिँ ल यहाँ बुहारीको चाहिँ महिना जुटाइसकेको छ। ल फेरि बुहारीले छट्टाउने पाला आयो, फेरि बुहारीकै पालो ल। यो के